यी हाम्रा नेपाली दाजुभाइहरू कि त जन्मजातीय अनपढ गवार हुनुपर्छ कि त जानी जानी बुझ पचाइराख्नु भएको छ। हामी कहिले सुध्रिने यार? यस्तो पाराले देश बन्छ? यो एमालेका झोलीहरू सुरुबाटै भ्रमको खेती गर्दै आइरहनु भएको छ भन्ने कुरा तपाईहरू कहिले बुझ्ने? यो दिवाकर शाह उहाँको सुरुदेखिको भिडियो हेर्नुभएको छ। घुमाउरो पाराले एमालेको बचाउ गर्दै आइरहनु भएको छ। बुझ्नुस्, यो महेश बस्नेत अस्ति हेर्नु भएन? एआईद्वारा रचित फेक भिडियो सेयर गर्दै के लेख्नु भएको थियो? विदेशी दलालहरूले छतबाट ताकी ताकी है 14-15 वर्षका जेन्जी युवाहरूको टाउकोमा ताकी ताकी गोली हानी हत्या गरे रे है। जेन्जीहरूको आन्दोलन बिथुल्यो रे। लास्टमा यो भ्रम हो भनेर साबित भयो नि, होइन? यो पनि यो एनजिओको नाममा है भ्रम फैलाइरहेको छ। तपाईहरू बुझ्नुस्, सत्य तथ्य समाचार पढ्ने गर्नुहोस् के साथीहरू। हामी सुध्रौँ है। बल्ल बल्ल यी पुराना दलहरूको सत्ता है पल्टाएर नयाँ जेनेरेसनले जुन सरकार बनाइरहेको छ यसलाई साथ दिनुस् न हौ। कुनै पनि नेपालीले आफ्नो देश बेच्छ र? अलिकति दिमाग लगाउनु पर्दैन है? मानव त्यही सुशीला कार्की, उहाँ बल्ल तल्ल नेपालको प्रथम महिला प्रधानमन्त्री बन्न पाउनु भएको छ कि उहाँ देश बेच्नुहुन्छ? दिमाग छैन, हावामा उड्ने। एमालेहरूको कुरा सुन्न छोड्नुहोस् क्या। एमालेहरू अहिलेदेखि होइन 30औं वर्षदेखि उनीहरू यस्तै हो भ्रमको खेती गर्दै आइरहेको छ। अहिलेसम्म एमालेले गर्व लाग्ने केही काम गरेको छ? देखाउनुहोस् त। उहाँहरूले बनाउने भनेको त्यही भ्यू टावर हो, त्यो बाहेक केही गर्न सक्नु भएको छैन क्या। गणतन्त्रको कुरा गर्नुहुन्छ भने यो त प्रचण्डले ल्याएको होइन?